समीर त असाध्यै नै मेहनती बच्चा हो। उसले जे नामहरू पाएको छ त्यो उसले डिजर्भ गर्छ। विराज भट्ट, निखिल उप्रेती अहिले चाहिँ के छ कस्तो छ उहाँहरुसँग? एकदम राम्रो छ। हाम्रो कुराकानी भइरहन्छ, हामी एकअर्कासँग सरसल्लाह पनि दिन्छौँ, हाम्रो कुराकानी भइरहन्छ, हाम्रो भेटघाट पनि भइरहन्छ। राजेश हमाल दाई पनि हुनुहुन्थ्यो भन्ने खालका कुराहरू पनि आइरहेका छन्। दाईसँग अहिलेको सम्बन्ध चाहिँ कस्तो छ? अरे गुरु त गुरु भइहाल्नु भयो होइन। अब हाम्रो त अब मेरो त द्रोणाचार्य हो। सायद उहाँ नभइदिएको भए म यो क्षेत्रमा त सायदै हुन्न थियो होला। एक्सन किङ को भन्ने एउटा त्यो पनि आइरहेको छ कि, जस्तो कसैले विराज भट्ट भन्छन्, कसैले निखिल उप्रेती भन्छन् होइन। यो चलचित्र क्षेत्र यहाँसम्म आउनुमा सबैको ठुलो योगदान छ। शिवश्रेष्ठ दाईदेखि लिएर सबैको योगदान छ। अन्यायको विरुद्धमा आवाज उठाउँछु, उठाइरहन्छु। चलचित्र त चलचित्र नै हो, दर्शकले मन पराउने त्यही नै हो होइन। खुसी लाग्छ किनभने निरन्तरता चलचित्रले पाइरहेको छ, नयाँ नयाँ कलाकारहरू आइरहनु भएको छ। मलाई आचार्यको सुटिङमा जानु छ। म अस्ति युएस हुँदाखेरि मित्र निखिल र मित्र सञ्जितासँग मेरो कुरा भएको थियो, उहाँहरूले मलाई बोलाउनु भएको छ। फिल्म इन्डस्ट्रीमा आउनुभन्दा अगाडि नै विवाह भइसकेको थियो कि? मेरो त विवाह भइसकेको थियो। म त 16 वर्षमा विवाह गरेँ। भनेपछि चिठी गेटसम्म चाहिँ आइपुग्नु हातमा, वाइफको हातमा पनि परेका छन्। मेरो यो संसारमा आमा बाहेक कोही छैन। मेरो 4 वटा आमा, 12 जना दाजुभाइ, 10 वटा दिदी। कहाँ हराउनु भयो यतिका वर्ष? केही फिल्म त आए, त्यस पछाडि फेरि हराउनु भएको छ, किन हराउनु भएको छ? मलाई के लाग्छ भने जब म चलचित्रमा आबद्ध रहन्छु तब म यसरी भाइहरू माझ आउँदा मलाई रमाइलो लाग्छ। या त अब यस्तै कुनै प्रोग्रामहरूमा भेटियो भने भाइहरूसँग वार्तालाप गर्दाखेरि आउनलाई रहर लाग्छ। नत्र भने म मेरो आमासँगै, आमालाई चाहिँ मन्दिरहरू जानुपर्ने हुन्छ, आमालाई हस्पिटल लानुपर्ने हुन्छ होइन। अनि त्यो म आमासँगै व्यस्त छु। आज पनि म दिनभरि जस्तो आमासँगै थिएँ। आमाको काखमा बस्नु पाउँदा कस्तो? ओहो, एउटा भाग्यमानी, जो भाग्यमानी छ, संसारको सबैभन्दा ठुलो भाग्यमानी जो छ त्यो आमासँग बस्न पाउँछ। आमाले राखेको मान्छे नै भाग्यमानी हुन्छ। हामीले देखिरहेका हुन्छौँ विभिन्न ठाउँमा लिएर गइराख्नु भएको हुन्छ, घुमाउन गइराख्नु भएको हुन्छ, एकदम थाहा प्रेम छ। अब आमा हजुर, मेरो यो संसारमा आमा बाहेक कोही छैन। त्यो आमा जसले 9 महिना कोखमा राखेर, अब हामी त कल्पना पनि गर्न सक्छौँ, एउटा सानो घाउ भयो भने हामी आजको घाउ भोलिसम्म हामी रहँदा हामीलाई त्यति पीडा तडप हुन्छ भने आमा भनेपछि त अब पुरै सकियो। अचेल फरक लुक्समा देखिनु भएको छ। रमी ढुङ्गाना भन्ने बित्तिकै लामो कपाल, अब रेखा थापाको डाइलेक्ट चोर्ने भने त लङ्गुर होइन, त्यो टाइपको हो नि त दाजु दाइ त होइन। कपाल किन काट्नुभयो? कुनै मसला पाक्दैछ कि के छ? सोह्र श्राद्धको लागि काटेको। 16 श्राद्धको लागि। अब के छ दाइ, नेपाली फिल्म इन्डस्ट्रीमा दाइको पुराना दर्शकहरू त्यतिकै आतुर छन् दाइलाई हेर्न होइन, दाइको फिल्महरू आउने के छ? अब यो क्षेत्र बाहेक मैले जानेको अरू केही पनि छैन। अब यसैमा करिब धेरै वर्ष बिताइहाल्यो। यही क्षेत्रमै हुर्किया छ, अब यसैमा मरिन्छ पनि र आफूले गर्ने काम निरन्तरता दिइन्छ पनि, कोसिस गरिन्छ पनि। अब यहाँ चाहिँ पहिला जस्तो वर्षमा आउने होइन कि अब एउटा कुनै राम्रो सब्जेक्ट आयो भने चाहिँ यो चलचित्र क्षेत्र त छोडिँदैन। नयाँ फिल्म बनाउने योजना के छ? केही स्क्रिप्टहरू आइरहेको छ। त्यहाँमध्ये पनि म अघि सामाजिक चलचित्र, राष्ट्रियताको चलचित्रहरूलाई बढी प्राथमिकता दिन्छु। खोजिरहेको छु त्यस्तै केही विषयहरू। राष्ट्रियताको लागि अलिक देश राष्ट्रप्रेमी देखिनुहुन्छ होइन? मलाई सबैमा राष्ट्रप्रेम हुन्छ र नेपाली चलचित्रमा त्यति राष्ट्रियता भएको, समाजमा घटेको घटनावाला फिल्महरू त्यति कम बन्छ। त्यसलाई चाहिँ मैले एउटा निरन्तरता दिउँ न, यस्तो किसिमको चलचित्रहरू बन्नुपर्छ जसले समाजमा चाहिँ सन्देशमूलक होस् भन्ने हिसाबले चाहिँ म अगाडि बढेको मात्र। अहिलेको यो फिल्ममा आएका क्रेजहरू कस्तो लाग्छ? जस्तो अहिलेका दाइहरूको पालामा भएको भयो होइन, अनि अहिलेका त फिल्महरूको क्रेज देख्नुहुन्छ नि जुन किसिमको, कतिको फरक पाउनु भएको छ? एउटै हो, क्रेज त चलचित्र नै हो, दर्शकले मन पराउने त्यही नै हो होइन। खुसी लाग्छ किनभने निरन्तरता चलचित्रले पाइरहेको छ, नयाँ नयाँ कलाकारहरू आइरहनु भएको छ होइन, नयाँ नयाँ निर्माताहरू हुनुभएको छ, प्राविधिकहरू त्यस्तै छ, प्रविधिहरू नयाँ नयाँ आइरहेको छ होइन। एकदम हामीले त गाह्रो बहुत दुःख कष्ट गरेर चाहिँ चलचित्रमा काम गर्थ्यौँ, अहिले अलिक सहज छ होइन।
सहज सहज चलचित्र चलिरहेको पनि छ, दर्शकहरूले मन पराइरहनु भएको पनि छ, विभिन्न किसिमको चलचित्रहरू बनेको छ। जस्तो अहिलेका नयाँ कलाकारहरू हिरो धेरै आउनु भएको छ, धेरै नाम कमाइराख्नु भएको छ, उहाँहरूमध्ये चाहिँ तपाईँलाई सबैभन्दा राम्रो लाग्ने अहिलेका नयाँ पुस्तामा को लाग्छ? अब म यति धेरै चलचित्रमा काम गरिसकेको छु, दर्शकहरूको माया पाएर 20औं वर्ष चाहिँ यो चलचित्र क्षेत्रमै एउटा चाहिँ काम गर्ने मौका पाएको मान्छेले मैले यो राम्रो ऊ राम्रो भन्दा पनि एउटा फिल्म चल्यो असाध्यै राम्रो भयो भन्दैमा उसलाई राम्रो भन्ने कि होइन, या त 10औं वर्ष यो चलचित्र क्षेत्रमा बिताइरहेको मान्छेलाई राम्रो भन्ने भन्दा नि सबैजनाले आफ्नो राम्रो गर्न खोज्नु भएको छ। सबैजना राम्रो हुनुहुन्छ, कोही केमा राम्रो हुनुहुन्छ, कोही के विधामा राम्रो हुनुहुन्छ, कोही केही विधामा राम्रो हुनुहुन्छ, सबैजना राम्रो हुनुहुन्छ। म भन्दा चाहिँ सबैभन्दा राम्रो हुनुहुन्छ। होइन, तपाईँ त त्यो बेलाको त चक्लेटी हिरो हो नि। होइन, म त भने तपाईँलाई दिनमा 22-23वटासम्म फिल्म आउँथे, साइन गर्नु पर्थ्यो, त्यो व्यस्तता भएको मान्छे हो नि। के थियो भने म विभिन्न किसिमको फिल्महरू गर्थेँ। मैले मुगलान जस्तो फिल्म पनि गरेर आउँथेँ, म धड्कन जस्तो फिल्म पनि गरेर आउँथेँ, माया नमारा जस्तो पनि गरेर आउँथेँ, जीवनदाता जस्तो एक्सन मुभी पनि मैले गरिरह आउँथेँ होइन। त्यसमध्ये अब डर जस्तो फिल्म पनि गरेर आउँथेँ होइन। त्यो विभिन्न किसिमको मैले एउटा मलाई के खुसी लाग्छ, मैले सबै किसिमको भूमिका गर्ने मौका पाएको छु। र सबैभन्दा मलाई खुसी चाहिँ के लाग्छ भने गीतहरू गानाहरू चाहिँ मैले धेरै मिठो मिठो राम्रो राम्रो पाएँ कि अहिले पनि टिकटकहरूमा धेरै बजिरहेको हुन्छ ती गीतहरू होइन। एकदम भाग्यमानी ठान्छु क्या म त्यो कुरालाई चाहिँ। दाइले कतिपयले चाहिँ भन्दा रहेछन् कि 6 महिना अमेरिका 6 महिना नेपाल, के छ त्यस्तो अमेरिकासँग? यो बडा राम्रो क्वेसन छ। मैले मेरो जीवनकालमा जति बेलादेखि म 2006देखि अमेरिका आउने जाने गरेँ, म हार्डली 1.5 महिनाभन्दा बढी अमेरिका कहिले बस्ने मौका पनि पाएको छैन मैले, र म बसेको पनि छैन। किन? मेरो आमा, म आमालाई छोडेर धेरै बस्नै सक्दिनँ। म अहिले पनि हिजो अस्ति मात्र आएको म युएसबाट, म 1 महिना बसेँ। 1 महिना 1 दिन बस्दा मेरो आमाको 12 कल आयो। कति बजे ल्यान्ड हुने, कति बजे त्यस्तो छ कि, अनि मैले आमा छोड्न सक्दैन। त्यो भएर म अमेरिका जहिले पनि म 1 महिना 1.5 महिना त्योभन्दा म कहिले बसेकै छैन। तपाईँका धेरै समकालीन हिरोहरू अमेरिकामा पलायन पनि हुनुभएको छ, यही कारणले हो त दाइ विदेश नजानु भएको, उता पलायन नहुनु भएको? होइन, मेरो त आमा छोड्न नसक्ने, किन आमा धेरै रोगी हुनुहुन्छ। योभन्दा अगाडि आमाको क्यान्सरको उपचार पनि गर्नु पर्यो होइन। धेरै रोगी भयो भने आमालाई एकजनाको चाहिँ साथ चाहिन्छ। त्यहाँमाथि अब आमाले मलाई रोज्नु भएको छ, म भाग्यमानी छु, मलाई आमाले राख्नु भएको छ। कतिपयले चाहिँ नि गाई सुनिन्छ रमी ढुङ्गाना पहिले यहाँको एकदम खतरा मान्छे अरे होइन, डनै जस्तो अरे भन्ने खालको कुराहरू पनि आउँछ। सबै हाँसिरहेको त्यस्तो केही पनि होइन। मलाई यो त्यत्तिकै यो भनौँ न बदनाम गरे जस्तो लाग्छ क्या, पुरा डन हो एकदम यहाँ त्यस्तो के हो। अब अन्यायको विरुद्धमा आवाज उठाउँछु, उठाइरहन्छु। भनेपछि फिल्ममा जस्तो रियलमा पनि त्यस्तै त्यो अन्यायको विरुद्धमा चाहिँ आवाज उठाउन कहिले पनि छोड्दैन। जस्तो दाइ त्यस्तो भइरहँदाखेरि तपाईँलाई कसैले एट्याक गरेको छ कि छैन? कसरी सोचे पनि छैन होला यार। भनेपछि रमी ढुङ्गानालाई हात लाउने मान्छे अहिलेसम्म जन्मेकै छैन। मैले के गलत गरेकै छैन। मैले भने नि अन्यायको विरुद्धमा मात्र बोल्ने हो। मैले ज्यान देखेरै डराउँथे कि क्या? होइन, त्यस्तो खै थाहा छैन है। भनेपछि त्यो समयमा दाइदेखि धेरै मान्छेहरू चाहिँ डराउँथे? होइन, त्यस्तो डराउने म कसैलाई डरै देखाउँदैन थिएँ। मैले डर फिल्म चाहिँ खेलेको छु, त्यस्तो डराउने काम चाहिँ गराएको छैन कसैलाई। परिवारमा चाहिँ कतिजना हुनुहुन्छ, को हुनुहुन्छ अहिले? मेरो 4वटा आमा, 12जना दाजुभाइ, 10वटा दिदी। 4 जना आमाको छोरा तपाईँ? म 22औं नम्बरको सन्तान। 22औं नम्बरको? हजुर, 22औं सन्तानमा तपाईँ? 22औं। भनेपछि बुवाको दम आँट निकै कडा रहेछ होइन? बुवालाई सोध्नु पर्ने अब अहिले भइसक्यो। 22 जना भने चाहिँ त भयङ्करै हो नि। भयङ्कर। जस्तो यही परिवारको कुरा गरिरहेको 22औं सन्तान तपाईँ, 22औं सन्तानमा तपाईँ हुनुहुन्छ होइन, अरू सन्तानभन्दा के फरक छ? अब सबैको आफ्नो नेचर हुन्छ।
अब कसैको पनि कोहीसँग नेचर मिल्दैन। अब तर हामी एकदम माया प्रेमले बसेका छौँ होइन। अब सपोर्ट सबैको रहन्छ। अब मेरो लागि त अमित ढुङ्गाना दाई मेरो मभन्दा मेरो अग्रज दाई उहाँले नै यो क्षेत्रमा ल्याउनु मलाई। दाई र म चाहिँ अलि बढी मिल्छौँ। अब जस्तो तपाईँ होइन यति धेरै फिल्म खेल्नु भएको छ, तपाईँ जब माया नमार फिल्मबाट आउने बित्तिकै युवतीहरू यति धेरै मरिहत्ते गर्ने होइन, पोस्टरमा दाईसँग नाम जोडेर लेख्ने सबैभन्दा ह्यान्डसम हिरो दाईको यति चर्चा हुन्थ्यो त्यो समयमा। धड्कन हेरेपछि त झन् कयौँ युवतीहरूको धड्कनै रोकियो भन्ने कुरा पनि छ। कतिको प्रेम प्रस्तावहरू आउँछ त्यतिखेर चाहिँ? घर बिगारेर छाड्ने विचार गरे जस्तो लाग्यो मलाई। विगतको कुरा हो भाउजूले यसलाई स्वीकार्नुहुन्छ? होइन, माया हो। मैले भने त्यो सबै माया हो। एकदम मलाई माया गर्नुहुन्थ्यो, चलचित्रलाई रुचाइदिनुहुन्थ्यो। म भाग्यमानी हो, भाग्यमानी थिएँ। प्रेम प्रस्तावहरू कतिको आउँथे है? त्यतिखेर त रगतले लेखेका पत्रहरूको पनि निकै चर्चा हुन्थ्यो होइन? कतिका आए? धेरै आयो, तर मलाई आउनुभन्दा नि मेरो वाइफलाई गयो कि। हो, दाइ फिल्म इन्डस्ट्रीमा आउनुभन्दा अगाडि नै विवाह भइसकेको थियो कि? मेरो त विवाह भइसकेको थियो। म त 16 वर्षमा विवाह गरेँ। भनेपछि चिठी गेटसम्म चाहिँ आइपुग्नु हातमा, वाइफको हातमा पनि परेका छन्। कस्तो रियाक्सन? म त भन्दिनँ। होइन, सामान्य एउटा कलाकारको वाइफले के सोच्नुहुन्छ होइन? हजुरको यस्तो आएको दाइसँगै समकालीन हिरोहरूको कुरा गर्नुपर्दा होइन, विराज भट्ट, निखिल उप्रेती, तपाईँहरू भनेको त एउटा एकलवजको यो क्षेत्र खाएर बस्नु भएको मान्छे नि त। अहिले चाहिँ के छ, कस्तो छ उहाँहरूसँग? एकदम राम्रो छ। हाम्रो कुराकानी भइरहन्छ, हामी एकअर्कासँग सरसल्लाह पनि दिन्छौँ, हाम्रो कुराकानी भइरहन्छ, भेटघाट पनि भइरहन्छ। मलाई आचार्यको सुटिङमा जानु छ। म अस्ति युएस हुँदाखेरि मित्र निखिल र मित्र सञ्जितासँग मेरो कुरा भएको थियो। उहाँहरूले मलाई बोलाउनु भएको छ, सुटिङमा पनि जानु सक्छु। सुटिङमा पनि जानु छ। अहिले एक्सन किङको भन्ने एउटा त्यो पनि आइरहेको छ कि, जस्तो कसैले विराज भट्ट भन्छन्, कसैले निखिल उप्रेती भन्छन् होइन, कसैले रमित ढुङ्गाना पनि भनिरहेका हुन्छन् होइन। के लाग्छ दाइसँगै काम गरेकोमा एक्सन कसको अलिक दमदार लाग्छ? होइन, सबैजनाले आफ्नो हिसाबले आफ्नो बेस्ट दिनुभएको छ। सबैजनाले यो चलचित्र क्षेत्र यहाँसम्म आउनुमा सबैको ठुलो योगदान छ। शिवश्रेष्ठ दाइदेखि लिएर सबैको योगदान छ। अब दर्शकको हातमा छ त्यो। दर्शकले कसलाई रुचाउनुहुन्छ, तपाईँले एकजनालाई रुचाउनु होला, उहाँले एकजनालाई रुचाउनु होला होइन। त्यो चाहिँ दर्शकको हातमा छ। मेरो लागि त सबै मेरो मित्र, मेरो अग्रज, मेरो दाइहरू सबैजना एउटै हो मेरो लागि। अहिले समीर भट्ट तपाईँको साथीको छोराको पनि त्यस्तै चर्चा छ, फिल्म इन्डस्ट्रीमा अब नम्बर 1 एक्सन हिरो पनि भनिराख्नु भएको छ। उहाँको एन्ट्रीलाई चाहिँ कसरी हेर्नु? एकदम ऊ बहुत मेहनती मान्छे। उसले जुन बम्बईमा जुन ट्रेनिङ लिने बेलादेखिको म आबद्ध छु, किनभने उसको बुवाले मलाई, म दाई भन्छु विराट दाई, मेरो एकदम मित्र पनि हो। हामी भिडियो कलमा पनि कुरा गर्थ्यौँ। असाध्यै मेहनती हो समीर त, असाध्यै नै मेहनती बच्चा हो। उसले जे नामहरू पाएको छ त्यो उसले डिजर्भ गर्छ। बाँकी त उसको एउटा फिल्म, 2टा फिल्म रिलिज छ, धेरै यात्रा गर्न बाँकी छ। अब उहाँहरूले त ल्याइसक्नु भयो आफ्नो सन्तानहरूलाई, दाइले चाहिँ कहिले ल्याउने? त्यही हो। अब कस्तो हुन्छ भने हामीले ल्याउने भन्दा पनि अब आउने मान्छेमा रुचि हुनुपर्छ कि होइन। हामीले नानी आफ्नो रुचि हुनुपर्छ है। मेरो छोरा इन्जिनियर छ होइन, ऊ आफ्नै फिल्डमा खुसी छ। अब कुनै बेला उसलाई रहर लाग्यो भने, मैले भनिरहेको छु, उसलाई रहर लाग्यो भने उसले मेहनत गर्नु पर्यो। अब यही कुरा भइराख्दा पछिल्लो समय होइन कलाकारहरू पनि राजनीतिमा प्रवेश गर्ने क्रम निकै छ। अब दाइको चर्चा पनि कुनै समय थियो। के छ नेपाली राजनीतिमा आउने रमित ढुङ्गानाको चान्स कतिको छ? के सोचिराख्नु भएको छ? अब यो त अरूको त मलाई थाहा भएन, सबैको आफ्नो। मेरो चाहिँ त्यस्तो कुनै सोच छैन। मेरो एउटै सोच छ, राष्ट्रियताको फिल्म बनाऊ, समाजमा घटेको फिल्महरू बनाऊ। हाम्रो काम यो हो। अहिलेसम्मलाई भोलिको दिन त कसले देखेको छ? मेरो अहिले तत्काल यसरी राजनीति गर्ने यो केही पनि छैन। म आजसम्म कुनै पार्टीमा आबद्ध पनि छैन र मेरो सोच पनि छैन। पछि चाहिँ अब भगवान् जानु।
तर धेरैले चाहिँ आउनुपर्छ है, रवि ढुङ्गाना जस्ता व्यक्तिहरू आउनुपर्छ है भन्ने खालका कुरा पनि गरिराख्नु भएको छ कि। मलाई सबै पार्टीबाट टिकट नआएको पनि होइन, पहिल्यैदेखि नै होइन। तर मैले चाहिँ चलचित्र क्षेत्र नै रोजेको छु, पहिल्यैदेखि नै रोजेको छु। चलचित्र क्षेत्रमै केही गर्नुपर्छ हामीले होइन भन्ने मेरो सोचाइ थियो, छ र सायद रहिरहन्छ कि। अब यही कुरा गरिराख्दाखेरि, फिल्म इन्डस्ट्रीकै कुरा गरिराख्दाखेरि होइन, गाई हामीले सुनेअनुसार दाइलाई सबैभन्दा धेरै फोर्स गर्ने राजेश हमाल दाई पनि हुनुहुन्थ्यो भन्ने खालका कुराहरू पनि आइरहेको छ। दाइसँग अहिलेको सम्बन्ध चाहिँ कस्तो छ? अरे गुरु त गुरु भइहाल्नु भयो होइन। अब हाम्रो त अब मेरो त द्रोणाचार्य हो, सायद उहाँ नभइदिएको भए म यो क्षेत्रमा त सायदै हुन्न थियो होला। मलाई चलचित्र क्षेत्रमा ल्याउनलाई दाइले धेरै मेरो अमित दाई र गुरु त पहिलेदेखि फिल्ममा काम गर्नुभयो। गुरुले नै अमित दाईलाई चाहिँ आरडीलाई ल्याउनुपर्छ, मलाई आरडी भन्छ, आरडीलाई यो क्षेत्रमा ल्याउनुपर्छ भनेर गुरुले नै भन्नुभएको थियो। र म आएँ पनि र पछि गुरुसँग धेरै फिल्ममा काम गर्ने मौका पाएँ। इभन मेरो स्क्रिप्ट पनि म गुरुलाई दिन्थेँ, गुरु यो कसरी बोल्ने भने उहाँले मलाई त्यति सहयोग गर्नुहुन्थ्यो। उहाँ मेरो फिल्मको मुहुर्तहरूमा मलाई आशीर्वाद पनि दिन आउनुहुन्थ्यो। गुरु महान हुनुहुन्छ। भनेपछि तपाईँ राजेश दाइलाई गुरु भनेर सम्बोधन? गुरु मेरो एकदम मेरो गुरु, मेरो द्रोणाचार्य। केही त्यस्तो रमाइलो किस्सा गुरु चेलाको छ? गुरुसँग सधैँ रमाइलो, उहाँसँग त बस्न पाउनु, उहाँसँग सँगै फिल्ममा काम गर्न पाउनु नै मेरो लागि त्योभन्दा रमाइलो केही पनि हुँदैन थियो। जब मेरो गुरु हुनुहुन्छ मसँग भनेपछि म एकदम हुन्छ नि एउटा बच्चा जस्तो हुन्थ्यो कि। मेरो गार्जेन यहाँ हुनुहुन्छ, मलाई एकदम धेरै फिल्ममा काम गरेँ, 20औं फिल्ममा काम गरेँ गुरुसँग है। उहाँ त अब महानायक।